ल्याउनुको कारण चाहिँ के भन्दाखेरि यो तीनटा भाषामा हाम्रो बाइबल चाहिँ लेखिएको छ। त्यही भएर कारणले गर्दा तीनटा भाषाबाट मैले वचनलाई के भन्दो रहेछ भन्ने कुरा चाहिँ मैले ल्याएको वचनको माझमा है। यो तीनटा भाषामा बाइबल लेखेको कारण पुरानो नियम चाहिँ हिब्रू भाषाबाट लेखिएको छ र कुनै भाग चाहिँ आरामिक भाषाबाट लेखिएको छ। नयाँ नियम पनि केमा लेखिएको छ? ग्रीक भाषाबाट लेखिएको छ र कुनै भाग चाहिँ हामीले बाइबलबाट पाउँछौँ। त्यही भएर बाइबल चाहिँ हामीले निरन्तर रूपमा बाइबल वचनमा चाहिँ हामी गइरहनुको लागि गइरहनु पर्यो र बाइबल पढ्नु पर्यो। अनि बाइबलले चाहिँ हामीलाई पढ्ने कुरा सिकाउँछ। अब यो सिकाउन भन्दाखेरि अब विश्वास के हो, कहाँ कतातिर के कतातिर जाने भन्ने कुरा चाहिँ अगाडि यो जुन चित्र छ नि त चित्र देखाएको छ। Once more. जोस प्रश्न सोध्न चाहन्छु। यो तीनटा प्रश्न छन्। हाम्रो परिचयको महत्त्व कति छ अथवा पहिचान विहीन हुनु भनेको कस्तो अवस्था हो? अनि त्यसको प्रश्न चाहिँ ख्रीष्ट येशूले उहाँलाई पछाउने अथवा उहाँलाई विश्वास गर्नेहरूलाई व्यक्तिहरूलाई कस्तो पहिचान दिनुहुन्छ अथवा दिनुभएको छ? को हो भन्दा त्यसको हामीलाई चाहिँ मिनिङ दिने कुरा चाहिँ आइडेन्टिटी हुन्छ। ल अरू यता के कुरा भेट्छौँ अलिकति यहाँनिर हेर्नेछौँ है। यहाँ हामी के देख्छौँ त भन्दाखेरि यो पद पढ्दै गर्दाखेरि पहिलो कुरा द नेम अफ गड है, परमेश्वरको नाउँ भन्ने कुरा हामी देख्छौँ। अनि दोस्रो कुरा द नेम अफ द सिटी अफ गड अथवा जेरुसलेमको बारेमा त्यहाँ उल्लेख गरेको छ यो पदमा। क्यारियर काउन्सिलिङ भनेको जब मात्रै पाउनु होइन। नानीहरूलाई थाहा होला अहिले जबै गऱ्यो भनेदेखि त सबभन्दा सानो काम गर्नेले सबभन्दा बढी पैसा कमाउँछ। सो वाइ सुड नट यु डु द्याट छ? घरबाट मान्छेले 2000-2500 3000 कमाउँछ पर डे। नेपालको कुनै पनि अफिसरले दिनमा 3000 कमाउँदैन। नेपालको काम गर्नु सबभन्दा राम्रो 3000-4000 मजाले आउँछ। तर पैसा मात्रै क्रिस्चियन क्यारियर काउन्सिलिङ होइन। कुन जब गरेर कति पैसा आउँछ त्यो पनि होइन। हामीलाई गडले के गिफ्ट दिनुभएको छ त्यो गिफ्ट प्रयोग गर्दा गडको किङडममा त्यसले के फाइदा पुर्याउँछ र हाम्रो लाइफ चाहिँ हामी कसरी चलाउन सक्छौँ त्यो कुरालाई कम्बाइन गर्नुपर्छ। त्यसलाई कम्बाइन गर्नुपर्छ। कम्बाइन गर्नको लागि टेस्ट गर्नु पर्यो। यो मान्छेले जीवन चलाउन सकोस् भन्ने उद्देश्य राखेर परमेश्वरले गिफ्ट दिएर बनाउनु भएको हुन्छ। त्यसलाई नेचुरल गिफ्ट भन्छ। यसो प्रभुलाई ग्रहण गर्दाको दिनमा उसले स्पिरिचुअल गिफ्ट पाउँछ। त्यो दुइटै नेचुरल पनि स्पिरिचुअल पनि। त्यसको हामी चाहिँ स्टोर किपर हो भनेर चाहिँ सर्टिफिकेटमा लेखेको छ। हुन्छ, म तपाईँहरूको नाम बोलाउँदछु अनि तपाईँहरू अगाडि आएर तपाईँहरूले सर्टिफिकेट प्राप्त गर्न सक्नुहुनेछ। हामीलाई पास्टर सेवक गुरुबाले सर्टिफिकेट वितरण गर्नुहुनेछ।